त्यसैले श्री कृष्ण की प्रेमिका होइन राधा। यो उदाहरण पनि दिन्छन् समाजमा कहिलेकाहीँ, यो बहुत गलत हो। एउटै हो। आज हामीले के बुझ्ने त, अरूलाई के बुझाउने त? कृष्णले किन रुक्मिणी राधासँग बिहे गरेनन् भनेर तपाईलाई भन्लान्। तर सूर्य र सूर्यको प्रकाश अलग नभए जस्तै, अलग गर्न नसके जस्तै राधा र कृष्ण अलग गर्नै सकिँदैन। राधा र कृष्ण अलग हुँदै होइन, त्यहाँ विवाहको कुरै आउँदैन। त्यसैले आह्लादिने शक्ति, आह्लाद, प्रह्लाद, खुसी, प्रसन्नता। त्यसैले त्यो यहाँ लीला गर्न मात्रै दुईटा हुनुभएको हो, श्रीकृष्ण एकातिर राधा अर्कोतिर। तस्मा ज्योतिरभूत्वेदा राधा माधव रूपकम। त्यसैले विवाह पनि एउटा के हो, मर्यादा हो।